लम्जोगे डाँडैमा हावा सरर। खाली हुनुहुन्छ कुराकानी चलिरहेछ हैन हजुर हजुर रे यहाँ आएर खाल दाङ लगाल चाहिँ यति सानो उमेरमा विवाह गर्ने होइन राम्रोसँग पढ्नुपर्छ भन्नुहुन्छ। फोन गर्ने होइन त्यहाँ धेरै यति सानै उमेरमा बिहा गरेपछि आफैले दुःख पाइन्छ पछि त्यस्तो भन्नुहुन्छ। दर्शकवृन्द नमस्कार, सम्पूर्ण मिडियामा हार्दिक हार्दिक स्वागत छ। यति बेला हामी अत्यन्तै रमाइलो कुराकानी गर्न गइरहेका छौँ। रोल्पाको कोरेलीबाट डाङ झर्नुभएका दुईजना बहिनीसँग आज अत्यन्तै रमाइलो हुनेवाला छ। बहिनीहरूको मुस्कान तपाईँहरू देखिसक्नु भएको छ। दर्शकवृन्द यो बहिनीहरूलाई कतिको माया गरिदिनुहुन्छ, फलो सब्सक्राइब अनि चाहिँ लाइक कमेन्ट पनि गरिदिनु होला। बहिनीहरूको रमाइलो कुराकानी अनि प्रतिभा हामी राख्ने कोसिस गर्नेछौँ। यति बेला रोल्पाको कोरेलीबाट बहिनीहरूलाई चिन्ने धेरै साथीभाइले देश विदेशबाट हेर्दै हुनुहुन्छ भने मजाले अन्तिमसम्म हेरिदिनु होला। हामी मजाको कुराकानी गर्दैछौँ। बहिनी नमस्ते, दुवैजनालाई नमस्ते है। नमस्ते। परिचयबाट सुरु गरौँ है त। हुन्छ। कोबाट सुरु गरौँ होला परिचय चाहिँ? मदेखि नै गरौँ। हो अलि ठुली मान्छेबाट हैन? सर्वप्रथम त सबैलाई नमस्ते। मेरो नाम मन्जुरोका मगर हो। मेरो ठेगाना परिवर्तन गाउँपालिका 1 सराबाङ कुरेली रोल्पा। म चाहिँ अहिले यहाँ सिडिएर घोराइ चाहिँ कम्प्युटर सिक्नको लागि आएको छु। सर्वप्रथम त सबैलाई मेरो नमस्कार। मेरो नाम शर्मिला रोका मगर हो। मेरो ठेगाना परिवर्तन गाउँपालिका वडा नम्बर 1 कुरेली दालिम हो। मेरो अहिले चाहिँ यहाँ सिडिएर आएको छु। म डाङमा आउनु भएको छ हैन? हजुर। तपाईँ दिदी बहिनी हो नाताले? साठी हो। अनि फलामे ढोका भन्छन् SEE हैन? हजुर। कहाँदेखि दिनुभयो तपाईँहरू? बागमारादेखि। रोल्पाको बागमारादेखि? हजुर। दुवैजनाले एकै ठाउँबाट? हजुर। अनि पास फेल को हुन्छ होला? त्यो त अब पछि नै थाहा होला। हजुर। के छ ढुक्कै छ? दुःखै त भन्न सकिन्न। अनि तपाईँ? दुईटै हो मेरो नि, ढुक्कै भन्न सकिनँ। अब चेकरको हातमा हो नि त। चेकरको हातमा हो। कसको हातमा रे? चेकरको हातमा हो त्यो। चेकरको हातमा होइन होला। तपाईँले कस्तो इक्जाम गर्नुभयो भन्ने हो कि अनि त्यो कपी चेक गर्नेको हातमा होला भन्नुहोस् त? होइन, हामीले त अब गर्न त ठिकै गरेको छौँ। अलि त्योमा पनि भर पर्छ नि। त्यो अब सबैको सबै राइट दिँदैन। कपी राम्रोसँग चेक गरिदिनु होला पनि भन्नु पऱ्यो होइन? यति बेला डाङमा हुनुहुन्छ होइन, कम्प्युटर सिक्दै हुनुहुन्छ। यो कुराकानी गर्नुभन्दा पहिले हामी प्रतिभा राख्छौँ है। गीत सङ्गीतको कुराकानी गर्नलाई हामी आज रेडी छौँ, हो कि होइन? हजुर। सुरु कोबाट गरौँ त? कसले गीत गाउने ल पहिले सुरु? मैले। तपाईँले गाउनुहुन्छ? हजुर। ल सुरु गरौँस् त। हुन्छ। लाउरे दाइले सलामै ठोकेर सिटी मार्यो चोर औला तोकेर गोर्खे खुकुरी लाउरे कम्मरमा मन्जे त्यो मायाले पहिलो नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन्जे त्यो मायाले पहिलो नम्बरमा मन्जे त्यो मायाले पहिलो नम्बरमा। अब तपाईँको पालो। यिनले त गाउँदिनन्। म चाहिँ गाउँदैन। गाउनुहुन्छ अरे, मिठो गाउनुहुन्छ अरे। होइन मेरो त्यति राम्रो चाहिँ गाउँदैन। त्यही हामीले सुनेका छौँ कि तपाईँ पनि गाउनुहुन्छ। नाइ गाउँदैन, मैले त्यही पनि गाउँछु नि। म ल सुरु गर्नुहोस्। ओके। आँसु छल्की भुइँभरि पोखिन्छ तिमी बिना सास पनि रोकिन्छ यातायातमा तनामान जल्छ हे छुट्ने कुरा नगर है सानो तिमी छेउरा मुटुको यो ढुकढुकी चल्छ हे छुट्ने कुरा नगर है सानो तिमी छेउरा मुटुको यो ढुकढुकी चल्छ। कति पटक हो अहिले चाहिँ यस्तो मिडियामा आएर कुराकानी गरे? तेस्रो चोटि है? हजुर। तपाईँ ढुक्क हुनुहुन्छ? अलि डर त छ। हो र? अनि लागिहाल्छ अब सुरुमा हो। डराउनु भएको छ? म त सुरुमा त कसलाई देखेर डराउनु भएको छ? यति बेला तपाईँहरूको मान्छेले हेर्दै हुनुहुन्छ होला होइन? झन् लजाउनुहुन्छ? कोही छन् तपाईँहरूका साथी इष्टमित्रहरू? साथीहरू चाहिँ किन हुने
सबै छन् है हजुर सबै मनको मान्छे पनि मनको मान्छे त होइन मनको मान्छे त अहिले हाम्रो उमेर पनि भएको छैन मनको मान्छे बनाउने हामी सानै छौँ ए त्यसो भए खाली हुनुहुन्छ कुराकानी चलिरहेछ होइन हजुर तपाईँले सही बोल्नु भएको छ है हजुर भन्नु भएको छ हेर्दै हुनुहुन्छ पक्कै पनि तपाईँले है तपाईँको मान्छेले मान्छे नै छैन डाङमा के गरिराख्नु भएको छ कति भयो रोल्पाबाट डाङ आएको 1 महिना भयो 1 महिना भयो है कम्प्युटर मजाले सिकिराख्नु भएको छ हजुर अब पछि के भन्ने विचार छ तपाईँको चाहिँ अब पछि चाहिँ त्यो राम्रो पढेपछि त्यही हो अब यस्तो नर्सहरू स्टाफ नर्स पढ्न सकेपछि स्टाफ नर्स भन्ने तपाईँको हजुर पढ्न सकेपछि अब सपना छ भन् सपना छ त्यो अब त्यो पुरा हुने हो कि नहुने हो भन्ने हो स्टाफ नर्स भएपछि के गर्नुपर्छ अनि तपाईँ चाहिँ मेरो चाहिँ पहिला चाहिँ शिक्षक बन्ने इच्छा थियो अहिले चाहिँ फेरि यस्तो साङ्गीतिक क्षेत्रतिर लागेकोदेखि चाहिँ अब त्यही गायिका बन्ने ठुलो इच्छा छ गायिका बन्ने इच्छा हजुर अनि शिक्षिका बन्ने छोडिदिने हो अब नै अब फेरि एउटा गीत राख्नुहोस् है हुन्छ हुन्छ सुरु गर्नुहोस् है त मुसु मुसु हाँसिराख्नु भएको छ किन लास लागेर लजाउनु पर्दैन नि त कसलाई देखेर लजाउनु भएको थियो थुप्रै साथीहरू हुनुहुन्छ पछाडि होइन उहाँलाई देखेर हो कि हाम्रो दर्शकलाई देखिराख्नु भएको छ अहिले सबैलाई देखेर सिकारीले मार्यो नि कस्तुरी चोटिने सम्झेनौ निस्तुरी हावा सररा लम्जोङे डाँडैमा हावा सररा जता छ निर्माया उतै नजरा लम्जोङे डाँडैमा हावा सररा जता छ निर्माया उतै नजरा यति आहा गाउँदैन भन्ने मान्छेले पनि अहिले मिठो मिठो स्वर सुत्न लागिराख्नु भएको छ नि है होइन र आउँदै रहेछ नि अब जोसिन हुन्छ पक्कै पनि है अब 1 महिना भयो रोल्पाको जन्म ठाउँ छोडेर घरैमा आएको होइन हजुर कस्तो फिल भइरहेछ अहिले ठिकै राम्रै भनौँ पहिला चाहिँ अलि गाह्रै हुन्थ्यो कि गर्मीले त्यही फेरि मछेरी त्यही गर्मी पनि त्यत्तिकै थियो आजभोलि चाहिँ त्यस्तो खास चाहिँ अब फर्केर जान मन लाग्दैन होला नि फर्केर मन त लाग्छ बुबा आमाको माया लाग्छ अनि फ्यामिलीको मन त किन नलाग्ने बुबा आमा घरमै हुनुहुन्छ हजुर को हुनुहुन्छ घरमा बुबा मम्मी अनि भाउजू अनि मेरो भदैनी त्यति दाइहरू चाहिँ विदेश हुनुहुन्छ ए विदेशमा हुनुहुन्छ कुन देशमा हुनुहुन्छ जेठा दाइ चाहिँ पोल्यान्ड हुनुहुन्छ अनि कान्छा दाइ चाहिँ दुबई ल अब राम्रो अवसर पनि भएको छ कुराकानी हाम्रो कुराकानी पक्कै पनि दाइहरूले हेर्दै हुनुहुन्छ होला अनि गाउँबाट बुवा आमाले हेर्दै हुनुहुन्छ भाउजूहरूले हेर्दै हुनुहुन्छ होला अनि उहाँहरूको लागि केही सन्देश छोड्न सक्नुहुन्छ नि मैले चाहिँ धेरै नै सम्झेको छु मेरो बुबा आमा अनि दाइहरूलाई मेरो फ्यामिलीलाई अनि मेरो दिदी पनि हुनुहुन्छ उहाँले चाहिँ अहिले बिहे गरेर बाघमारा चाहिँ बिहा गर्नुभएको छ त्यसलाई पनि धेरै सम्झेको छु भन्न चाहन्छु मात्रै सम्झिदिए नि भेनाजुलाई नसम्झिने भेनाजुलाई पनि धेरै नै सम्झेको छु सबैभन्दा बढी कसको याद आउँछ तपाईँलाई यो घोराइबाट मेरो आमा र बुबाको तपाईँ कान्छी छोरी हजुर मायाले फुलफुलाउनु भयो होला है कान्छी छोरी त हो नि अलिअलि त फुलफुलाइ अनि विदेशमा दाइ हुनुहुन्छ दाइलाई के भन्नुहुन्छ दाइले त अब के भन्नु होला र प्रगति गर्दै जा यस्तो भन्नुहुन्छ दाइले चाहिँ अब दाइलाई के भन्ने भनेको हामीलाई हेर्दै हुनुहुन्छ हजुर दाइहरूलाई चाहिँ म के भन्न चाहन्छु अझै मेरो दाइहरूले चाहिँ धेरै नै साथ सपोर्ट दिनुहुन्छ कि अनि अझै योभन्दा पनि धेरै साथ सपोर्ट दिनु होला भन्न चाहन्छु अनि धेरै नै सम्झेको छु दुवैजना दाइलाई अब यतिसम्म कुराकानी भइहाल्यो तपाईँ त खाम भाषा पनि बोल्नुहुन्छ होइन हजुर खाम भाषामा पनि
तपाईँको आफ्नो भाषामा है तपाईँले कुराकानी गर्न सक्नुहुन्छ नि मजाले। यहाँ आएर खालो दाङ लगाल चाहिँ पार्लै छ मस्त छ सम्झिँदैन नै चाहिँ आमै बाबु अनि मारुम नाना दाजु पार्राल छ मस्त छ सम्झिँदैन चाहिँ। हस् अनि तपाईँको घरमा को हुनुहुन्छ? मेरो घरमा चाहिँ बाबा मम्मी अनि मेरो बाजे हुनुहुन्छ, मेरो दिदी मेरो भाइ म। ए अनि के भन्नुहुन्छ त यति बेला? तपाईँलाई पक्कै पनि हेरिराख्नु भएको छ है, सम्झिनुहुन्छ? हजुर भन्नुहोस् त के सन्देश दिन चाहनुहुन्छ? मैले चाहिँ मेरो बाबा मम्मीको धेरै माया लाग्छ। अब घर आएको छु म, अब माया त लागिहाल्छ होइन। आफ्नो दिदी मेरो घर दिदी बेना मेरो दिदीको पनि बिहा भइसकेको छ फेरि। मेरो घरमा चाहिँ मेरो बाजे बुबा अनि मेरो मम्मीहरू हुनुहुन्छ, त्यहाँलाई म धेरै धेरै सम्झिन्छु। त्यही हो। यति बेला हेर्दै हुनुहुन्छ तपाईँहरूको आफन्तले घोराइमा गएर डाङमा बसेर हाम्रा छोरीहरू चेलीबेटीहरू कतै ताप खसिदिने हुन् कि चिन्ता पनि गर्नुहुन्छ होला हो? कहिले भन्नुहुन्छ फोनमा सम्झाउनुहुन्छ? हजुर के भन्नुहुन्छ? अब यति सानो उमेरमा विवाह गर्ने होइन, राम्रोसँग पढ्नुपर्छ भन्नुहुन्छ। हो र तपाईँलाई? मलाई पनि त्यही भन्नुहुन्छ। अहिले चाहिँ पढ्ने उमेर हो, यताउता फोन गर्ने होइन, त्यहाँ धेरै यति सानै उमेरमा बिहा गरेपछि आफैले दुःख पाइन्छ पछि त्यस्तो भन्नुहुन्छ। हो र? अनि के लाग्छ? एकछिनलाई हो हो जस्तो लाग्छ, एकछिन पछि चाहिँ एकछिन पछि बिर्से जस्तो लाग्छ नै? हजुर त्यो त सम्झिरहन्छौँ। अब हुन्छ नि सानो उमेरमा विवाह गरेपछि पछिको दुःख पाइन्छ, राम्रोसँग पढ्नुपर्छ।